गुड मर्निङ नमस्ते सम्पूर्णमा। अनि के छ हजुरहरूको खबर? सन्चै हुनुहुन्छ होला हजुरहरू है। म पनि सन्चै छु है। म चाहिँ पसल आएको थिएँ, सब्जी लिएर जाँदैछु है। यति धेरै महँगो छ कि सब्जी होइन। अहिले माहौलै त्यस्तो भएर हो कि होइन, धेरै महँगो लाग्छ सब्जीहरू किन्नलाई। सो सब्जी किनेर फर्किँदैछु। अब लगेर टक्क पारेर बनाएर खाने। अनि हजुरहरू कहाँबाट हेर्नु हुँदैछ मेरो भिडियोमा लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। किनभने मेरो चाहिँ यो भिडियो जस्ट नयाँ हो आइडी। सो भर्खरै म ट्राई गर्दैछु भिडियो बनाउनको लागि। सो हजुरहरूलाई कस्तो लाग्छ होइन, मैले नजानेको नबुझेको कुराहरू हजुरहरूले यसलाई कमेन्टमा भन्न सक्नुहुनेछ। सो हेर्नु सक्नुहुन्छ यति साह्रो यति धेरै अल्गो घर है। यो चाहिँ कसको हो थाहा भएन होइन। अनि यो चाहिँ चोकको हो। अनि यो चाहिँ सब्जीहरू लाउने ठाउँ होइन। म चाहिँ यो बाटो जाँदैछु किनभने मेरो रुम जाने बाटो हो। हजुरहरूलाई कस्तो लाग्छ ठाउँ? एकदम राम्रो छ बस्नको लागि, तर धेरै जाडो छ अहिले त। म यति घाममा हिँडिरहेको छु तर जाडो भइरह। सो यो चाहिँ हाम्रो चटपटेवाला साउनीको पसल हो। मामा चाउचाउहरू छ, के खानुहुन्छ आउनुहोस् खामसँगै बसेर होइन। म चाहिँ अब टक्क लाएर पानीपुरी चटपटे खाएर टक्क यता यो चाहिँ यो ठाउँ चाहिँ व्हाइट गुम्बा हो। यहाँ माथि उयो म चाहिँ अनि पानीपुरी टक्क खाने, त्यसपछि चाहिँ अनि म रुम यो बाटो जाने। ल हजुरहरूलाई मैले अघि देखाएको थिएँ नि भिडियो। सो म चाहिँ रुममा आएर अनि मेरो खाना अनि तरकारीमा चाहिँ एउटा अन्डा अनि टमाटर अनि खोर्सानी प्याज, त्यसपछि चाहिँ म गुन्द्रुक पकाउन गइरहेको छु, अन्डा र गुन्द्रुकको तरकारी। सो यो चाहिँ गुन्द्रुक है। अब यो चाहिँ पकाउन लागिरहेको छु। सो फाइनली मेरो तरकारी पाक्यो, खाना पनि पाक्यो। अनि यो चाहिँ मेरो अचारहरू जुन हिजोको भ्लगमा देखाएको थिएँ होइन, यो चाहिँ मेरो अचार हो है। एकदम धेरै छ। आज त कतिवटा 7वटा मात्रै छ।